मेरा ठीक है ना भाई? शूट के नाम पे ना मेरे साथ धोखा किया जा रहा है ना। शूट शूट बोल के हमेशा ऐसे ही करता है ये बंदा, और एक बहाना देता है शूट का, और मैं उसके लिए कुछ बोल भी नहीं पाती हूँ। उसके बाद ये सब हरकतें करता है। गाउँले हो के अरे, काम त गर्नुपर्छ। पसिनै पसिना भएको छ, के गर्नु हैन। दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ। हो आफूले सोचेको बेला हैन सफलता नपाइएला, तर ठिकै छ। आत्तिन चाहिँ हुँदैन, आफूले निरन्तरता चाहिँ दिनुपर्छ। हेलो, वेलकम टु माई च्यानल, युट्युब च्यानल सब्सक्राइब गर्नु होला। म चाहिँ थोरै एउटा हिउँदै न्यू भिडियो युट्युब च्यानल सब्सक्राइब गर्नु होला। मेरो चाहिँ यो आइडी नयाँ हो, मैले धेरै भिडियोहरू बनाउँथेँ पहिला। अहिले मेरो थोरै अर्को भिडियो लिएर उपस्थिति भएको छु। चाहिँ मेरो यो घर पहाडको घर, म चाहिँ पाटन 3 टेबल जग्गा खाँचीमा बस्छु। मेरो सानो परिवार मिठो रमाइलो रमाइलो छ, अनि त्यसैले म चाहिँ यो न्यू भिडियो लिएर उपस्थिति भएको छु। यो मेरो चाहिँ नयाँ घर अहिले बनाएको हैन, पहिला अर्को थियो। अनि यो घर सिमेन्ट लगाएर बनाएको, फेरि बन्दैछ। राम्रो हुँदैछ। यो चाहिँ गोठ हाम्रो। टाढोबाट हेरौँ है त कस्तो हुन्छ हाम्रो घर, कस्तो देखिन्छ टाढोबाट। अलिक टाढोबाट हेर पनि त हाम्रो घर। दसैँको लागि बाटो तयारी भइरहेको छ। नयाँ बाटो यहाँदेखि हेरौँ नि त मेरो घर। पुरै जुम गरेर हेरौँ है त कस्तो राम्रो घर। यो चाहिँ नयाँ बनाएको है बाटोले। यो हाम्रो एरिया हो, यो घरको एरिया। यो चाहिँ अम्बिले जाने रोड बाटो, यो हाम्रो घर जाने बाटो। यो चाहिँ उद्योगोल चौतिर जाने बाटो। यस्तो छ हाम्रो घर। जुम गरी हेरिरहेको छ कस्तो छ। यो टोयलेट, यो घर। यो साग पातहरू और हाम्रो धरम ऑरेंज सुन्तला मजाको फल्यो। विपन्ना, यो विपन्नाको टोइलेट हो है। टोइलेट नाम दिएछ नि विपन्ना। गेट फुल।
जङ्गलको बीच जस्तोमा छ है घर त राम्रो तर हेर्दा होइन हाम्रो आँगन ठुलो हो कोर ठुलो गयो यो चाहिँ बाटो दसैँको लागि खनेर बनाएको बाटो नयाँ बाटो बन्दै हो नि त हैन दसैँको लागि त सफा गर्नु पर्यो नि त बाटो तर हामी यहाँबाट फर्क्यौँ फेरि मजा मैले फेरि म घरतिर फर्केछु अब घरमा जाने हो ल फेरि घरतिर आएँ त जानु भएन नि त क्यालेन्डर चित्र हेर्दा बेलन देख बेलन आगे मैले बारुलो पनि छ हेर्न चाहिँ भान्डा बेलन यो बेलन बहिनी यो भनेको टोइलेट